गाइस ब्याक टु माई च्यानल। आयो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ। बट आज चाहिँ हामी आइसक्यौँ यस्तो भ्यू हेर्नुहोस् गाइस, तपाईँहरूलाई नि म देखाउन चाहन्छु एकछिन। अब पुला बुलेर आनिदिइराख सो हेर्नु सक्नुहुन्छ। यस्तो छ स्वयम्भू कता हो, ऊ त्यो डाँडाको हो यो। अनि त्यसपछि हामी चाहिँ अब यो दसैँको तिहारको माहौलले गर्दाखेरि हामी चाहिँ यता आइसक्यौँ। के कस्तो छ भनेर हेर्न चाहिँ आइसक्यौँ यता डाँडादेखि। अब यस्तो बवाल छ नि, अनि बवाल सँगसँगै यता मान्छेहरू पनि हल्का हल्का हुनुहुन्छ होइन। अनि त्यसपछि चाहिँ यता होइसिन्छ। अनि हामी चाहिँ अब टक्क लाएर यस्तो मजाको भ्यू छ। यस्तरी अब यहाँदेखि मोबाइल जस्तो देखायो भने अब सक्नुहुन्छ। यस्तो छ हल्का उता साइडबाट देखिन्छ कि जस्तो लाग्यो। अनि त्यसपछि चाहिँ अहिले चाहिँ अब नाइटको सो हाम्रो चाहिँ यो भइसकेपछि सब यो चाहिँ सबभन्दा ठुलो होइन घन्टो। ल यो चाहिँ सबभन्दा ठुलो घन्टो। ल है गाइस, अहिले चाहिँ हामी यो बाटो फेरि अर्को चेन्ज गर्दैछौँ। खतरा भ्यू देख्ने ठाउँ यो चाहिँ बाघ भैरव। यस्तो तिहारको यस्तो माहौल यस्तो खतरा भएको छ कि तपाईँहरूले देख्न सक्नुहुन्छ। यस्तो भइसकेको छ होइन। अनि त्यसपछि चाहिँ यस्तो भइरहेको छ यो मन्दिर टक्क। अनि लाएर अनि तिहारको माहौलमा चाहिँ एकदम गुड फिनिसिङ, दामी गुड फिनिसिङ आइसकेको छ। गाइस चाहिँ अहिले चाहिँ हामी माथि जाँदैछौँ। बाघ भैरवको खतरा यो अन द टप है, खतरा यो काठमाडौँको सब भ्याली देखाउने होइन। अनि कस्तो लागिरहेको छ अहिलेको यो हाम्रो यो एकदम फ्रेस तिहारको माहौल एकदम फ्रेस भइरहेको छ। यो अब कहिले कस्तो आउनु पनि पर्छ होइन। यसो हो, त्यही भएर चाहिँ हामी आज चाहिँ यसो टाइम मिलाएर नाइटको समयमा आइसकेका छौँ। चाहिँ यो चाहिँ टक्क चाहिँ अब यहाँ पुगिसक्यौँ। यो चाहिँ हो होइन, ठिक छ। अनि यस्तो हेर्नु सक्नु चाहिँ हाम्रो तिहारमा भनिसकेपछि अब यस्तै हो नि त, झिलिमिली लागिहाल्यो नि त। अझ त अब यतै बसेको मान्छे होइन, गाउँतिर भन्दा यतातिर होइन, जस यतातिर रमाइलो हुन्छ सबै कुरा अब हुन्छ पर्फेक्ट होइन। गाउँघरतिर अब त्यही हो गाइस है, सबैलाई माया छ। अनि सबैले अनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अनि त्यो थाहा छैन अब यस्तो चिलिमले यहाँ अनि टक्क लगाएर हामी चाहिँ यस्तो ठाउँ पुगिसक्यौँ। अब तपाईँहरूलाई म यस्तो देखाउँछु कि चारैतिर हो क्या यो त। किन यहाँ बसेर के हेर्ने त, झिलिमिली पड्का कहाँ हेर्दै सुनिन्छ। ल गाइस होइन, अब त हामी चाहिँ एकदम सब हाम्रो क्लियर भइसक्यो भन्नाले हामी सब अब रिटर्न हुँदैछौँ होइन। अनि चाहिँ अहिले चाहिँ हाम्रो अब भइसक्यो। अनि त्यो चाहिँ एकदम बवाल फर्किने भयो। तपाईँहरूलाई नि देखाइरहेको छु, के कस्तो लाग्यो कमेन्ट गर्नु होला होइन। तिहारको माहौल यस्तो पटक्कादेखि लिएर त्यहाँदेखि सब कुरा यस्तो पकाएको गाइस होइन। अब भिडियोमा हेर्नु चाहन्छु होला, फुल वाचिङ गरिदिनु होला। अहिले हाम्रो राइडर प्रो हो क्या फेरि। अब त्यसपछि अहिले हामी अब घरतिर जाँदैछौँ। यो घरमा अब हामीलाई कम्तीमा पनि धेरै लाग्दैन समय जाने कि त्यो
अहिले स्टार्ट छ है दामी दामी म्याच है हो देउसी भैलो पनि स्टार्ट भइसक्यो यस्तो मजा आइरहेको खोलिदिने ल आमेलमा खोलेर टिममा ल ल बनिहाल्छ ल जस्तै हल्का हल्का जाम पनि परिहाल्छ नि गाडीमा होइन हेलमेट लगाइसक्यो हामी चाहिँ पसलमा पुगिसक्यौँ है ठाउँ चाहिँ हो ल ओ म यो के अरे रङ्गोली ओ दादा के छ त आजलाई यस्तो तिहारको लागि के भन्न चाहनुहुन्छ हाम्रो तिहारको आज यो हाम्रो व्यापारी बिजनेस नै हाम्रो सर हुनुहुन्छ हाम्रो बिजनेसमा भन्न चाहन्छु के छ खबर उहाँको फर्स्टली भेटघाट भइरहेछ यो हाम्रो पसल है त हाम्रो नामदादाको पसल ए ल है के छ उयो स्याउ होइन यो यसलाई स्याउको नाम के अरे यसको नाम मलाई एउटा यता स्याउको नाम नै भन्नु पर्यो क्या के अरे यसको स्याउको नाम गोल्डन चकलेट स्याउ हो नि 280 रुपियाँ केजी है अनि यसको जुम्लाको स्याउ 250 रुपियाँ त अङ्गुर 500 रुपियाँ नै चाइनिज है फेरि चाइनिज अङ्गुर है त चाइनिज अङ्गुर है चाइनिज अङ्गुर हो यसको त के सुन्तला है सुन्तला 180 रुपियाँ त सुन्तला अनि अरू हाम्रो व्यापार बिजनेस भइरहेछ होइन नानीले ऊ बनाउँदैछ है त यो लक्ष्मीको रङ्गोली त है ल ह्याप्पी तिहार हजुरले बनाइस होइन सबै नानीले हामी सबैले लगाएको ल काठमाडौँको माहौल चाहिँ जताततै एकदम चाप भइरहेको छ यो बजारमा है एकदम अरू भइरहेको छ कि तिहारमा चाहिँ काठमाडौँको बजारमा चाहिँ जताततै हलचल भइरहेको छ होइन एकदम चोकमा मान्छेहरूको भेला भइरहेको छ होइन यो किन्ने बेच्ने होइन अनि माइती घरमा जाने फुल घरमा जाने किन लाज बस्या यो कीर्तिपुर भत्केबाटी वडा नम्बर 4 आज ह्याप्पी तिहार 2022 सालको सबैले शुभकामना अब यस्तै हो
भैली खेल्ने रमाइलो गर्ने यस्तै हो। अनि कस्तो भइरहेको छ त आफ्नो व्यापार व्यवसाय तिहारको लागि अब धेरै पनि भएको छ ह्याप्पी तिहार सबलाई तिहार मनाउनुहोस् भैली देउसी खेल्नुहोस् त्यही छ शुभकामना लक्ष्मीले सबै घरमा बास गरौँ ल ल यति नै होइन ल ल ठिक छ हाम्रो फलफुल चाहिँ एकदम ओरिजिनल लोकल आएर आएको छ होइन दादा हजुरको एउटा त्यो ऱ्याप भाइरलमा चलिरहेको छ काठमाडौँमा सानो सानो गल्ली धेरै धेरै मान्छेहरू टनाटन छन् मान्छेहरू जताततै हेरेर पहिलो आएको मान्छे त दङ्ग नै पर्छ होला 2-4 वर्ष बसेको मान्छे बल्ल पो काठमाडौँको सहरको बारे बुझ्छ होला वेशभूषा नि फरक छ यो हाम्रो संस्कृति भनेको सहर बजार भनेको सपनाको हो काठमाडौँ सहर भनेको सपनाको सहर हो त्यही भएर कसैले सपनालाई कमार्न गर्छ कसैले सपनालाई जिरोमा फाल्न सक्छ नि अस्तो हामी अनि यो हाम्रो के व्यापार नै बिजनेस नै नान दादा दादाको हाम्रो बिजनेस छ होइन कीर्तिपुरको भत्केपाटी भन्ने ठाउँमा मिट सप पसल छ है यो मिट सप लक्ष्मी पसल लक्ष्मी मिट पसल होइन छोरीको नाम है फेरि छोरीको नामै पसलको नाम हो यो ट्याग लगाएर हाम्रो चाहिँ मेन ठुलो साउजी चाहिँ उहाँ बिजनेसम्यान होइन उहाँको लोकलदेखि लिएर लोकल दैले गच्छामदेखि जुम्ला हुम्लादेखि लिएर खसीहरू राम्रो लोकल आउँछ त्यो च्याङ्ग्रादेखि लिएर सब मासु सब आउँछ भेराइटी टाइपको आउँछ सबैजना आइदिनु पर्यो यहीँ नजिकै हो भत्केपाटी भत्केपाटी कीर्तिपुर भत्केपाटी होइन दादा अनि अलि लुगा राम्रो छ नि नै त्यो लुगाको त्यो डन्ट म्याटर त्यो म्याटर गर्दैन त्यसलाई त्यो लुगा हेर्दैनन् मान्छेको बोली हल्का संस्कार हेर्ने अघिले भन्छ त हजुर अब ठिक छ अहिले हाम्रो अब तिहारमा चाहिँ हामीले सबै साथीहरू कस्तो भयो भन्दैछ त एकदम सबै भिडियोमा हेर्नु सबैले मिलाएर चाहिँ हामीले अब सबैले अहिले हामी साथीहरू अहिले भयो भने सबैले हाम्रो साथीहरूले चाहिँ मिलेर चाहिँ 30को के अरे 10 तिहारको चाहिँ रमाइलो गर्नु पर्यो ल सबैलाई त भइहाल्यो होइन अब तिहार चाहिँ बाँकी छ सबैलाई ह्याप्पी तिहार सबैलाई ह्याप्पी तिहार अनि यति नै भन्दै आजको लागि हामी सबैजना बिदाउन चाहन्छौँ थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो मोर देन सब्सक्राइब एन्ड लाइक कमेन्ट गरिदिनु यति भन्दै बाई